आजको भिडियो धेरै नै स्पेशल हुनेछ। 20 जीकेको साथसाथै उद्देश्य र त्यसको उदाहरण, त्यसको सम्पूर्ण जानकारीहरू, संस्थाहरू कस्तो हुन्छ सबै जानकारी दिनेछौँ। सो नयाँ हुनुहुन्छ भने तुरुन्तै सब्सक्राइब गर्नुहोला है। ल बढौँ आफ्नो विषयवस्तुतर्फ। आजको पहिलो हाम्रो रहेको छ सङ्गठित संस्थाको परिचय है। सङ्गठित संस्था भन्नाले के बुझ्नुहुन्छ भन्नाले कुनै पनि निश्चित उद्देश्य प्राप्त गर्नका लागि कानुनी रूपमा दर्ता गरिएको निश्चित संरचना, नियम दर्ता र नेतृत्व भएको संस्था हो, जसलाई सङ्गठित संस्था बुझिन्छ है। र यसमा विभिन्न व्यक्ति वा समूहहरू मिलेर साझा लक्ष्य, नियमित कार्यविधि र जिम्मेवारी बाँडफाँड अनुसार कामहरू गर्छन् है, जसलाई सङ्गठित संस्था भनिन्छ। यति मात्र बुझ्नुहुन्छ भने परीक्षामा राम्ररी लेख्न सक्नुहुन्छ। भोलि पर्सि तपाईँको इक्जाम हुन्छ। अब त्यसै गरी अर्को महत्त्वपूर्ण प्रश्न रहेको छ सङ्गठित संस्थानका मुख्य विशेषताहरू। यो पनि तपाईँले जान्नुपर्ने हुन्छ। पहिलो रहेको छ निश्चित उद्देश्य, जसको संस्थाको आफ्नै उद्देश्य वा लक्ष्य हुन्छ हैन। त्यसै गरी अर्को रहेको छ संरचना र नियमावली, सञ्चालनका लागि नियम र विधिहरू हुन्छन् है। त्यसै गरी प्रश्न नम्बर 3 सदस्यता, निश्चित सदस्य वा समूहका व्यक्तिहरू हुन्छन्। त्यसै गरी 4 नम्बर नेतृत्व र व्यवस्थापन, नेतृत्व व्यवस्थापनको निर्णय लिने नेतृत्व समूह वा निकाय हुन्छन्। त्यसै गरी 5 कानुनी मान्यता, राज्यबाट दर्ता र स्वीकृति प्राप्त भएको हुन्छ, जसलाई सङ्गठित संस्था हुन्छ। त्यसको विशेषता यी हुन् है। त्यसै गरी 6 नम्बर निरन्तरता, कुनै व्यक्तिको जीवन वा पदसँग सीमित नभई निरन्तर रहने प्रणाली हो। यो भनेको तपाईँलाई जान्नुपर्ने हुन्छ सङ्गठित संस्थाका मुख्य विशेषताहरू हुन्। त्यसै गरी हाम्रो पहिलोमा बुझ्यौँ परिचय के हो, अनि परिचय जानेपछि सङ्गठित संस्थाको विशेषताहरू पनि बुझ्यौँ। अब बढौँ अर्को प्रश्नतर्फ, त्यसको उद्देश्य र उदाहरण के हुन्। अब त्यसै गरी अर्को महत्त्वपूर्ण प्रश्न रहेको छ सङ्गठित संस्थाका उदाहरणहरू। यो पनि तपाईँले जान्नुपर्ने हुन्छ। अब पहिलोमा रहेको छ सरकारी संस्था। सरकारी संस्था केलाई भनिन्छ, जस्तै मन्त्रालय भयो, विभाग भयो, नगरपालिका भयो, गाउँपालिका भयो इत्यादि है। त्यसै गरी गैर सरकारी संस्था एनजिओ भन्नाले कुन कुन संस्थालाई बुझिन्छ, रेड क्रस भयो, विश्वकर्मा सेवा समिति आदि हुन्। त्यसै गरी व्यावसायिक संस्था कुन कुन हो, सहकारी संस्था, उद्योग, ब्याङ्क जस्ता यी संस्थाहरू व्यावसायिक संस्था हुन्। त्यसै गरी शिक्षक संस्था अथवा शैक्षिक संस्था कुन हो, त्यसको उदाहरण हो विद्यालय, कलेज, विश्वविद्यालय आदि। यी प्रश्नहरू साथसाथै तपाईँले जान्नुहुन्छ भने आफ्नो परीक्षामा राम्ररी मिलाएर बुझेर गर्न सक्नुहुन्छ। त्यही भएर हामीले त्यसको उद्देश्य, उदाहरण, विशेषतासहित तपाईँलाई जानकारी गराएका छौँ। कतिपय साथीहरूलाई थाहै नहोला यसको बारेमा के, त्यसो भएर हामीले लास्टमा प्रश्नहरू राखेछौँ र यसको बारेमा पहिले नै डिटेलमा चर्चा गरिरहेका छौँ। सो भिडियोसम्म अन्तसम्म राखिरहनु है। अब आयो फेरि अर्को महत्त्वपूर्ण प्रश्न सङ्गठित संस्थाका उद्देश्यहरू। यसको पहिलो उद्देश्य रहेको छ समाजको आवश्यकताहरू पुरा गर्नु। त्यसै गरी अर्को उद्देश्य रहेको छ विकास र सेवामा सहयोग पुर्याउनु है। विकास र सेवामा सहयोग पुर्याउनु उद्देश्य रहेको छ सङ्गठित संस्थाको। त्यसै गरी अर्को उद्देश्य रहेको छ महत्त्वपूर्ण रोजगारी र अन्य सिर्जना गर्नु। रोजगारी सिर्जना गर्नु र अन्य आय सिर्जना गर्नु, जस्तै बजेट निस्काउनु, दुनियादारी यो सबै हुन्छ नि, आय जस्तै पैसा सम्बन्धी सिर्जनाहरू गर्नु। त्यसै गरी अर्को रहेको छ सामाजिक, आर्थिक, सांस्कृतिक विकासमा योगदान दिनु है। त्यसको अर्को महत्त्व रहेको छ जनतालाई सङ्गठित ढङ्गले नेतृत्व र सेवा उपलब्ध गराउनु। यो भनेको सङ्गठित संस्थाको उद्देश्यहरू हुन्। यो भनेको तपाईँले जान्नुपर्ने हुन्छ सङ्गठित संस्थाका तयारी गर्दैरहेका विद्यार्थीहरूलाई यो भनेको आधारभूत कुराहरू हो, यिनीहरू बुझ्नुपर्ने हुन्छ। मात्र तपाईँले गएर त्यो फिलअप गरेर मात्र हुँदैन, तपाईँले वस्तुगत प्रश्नहरू अथवा त्यसको सब्जेक्टिभ प्रश्नहरू, प्रश्नगत प्रश्नहरू तपाईँले बुझ्नुपर्ने हुन्छ। यो तपाईँको लागि धेरै नै महत्त्वपूर्ण हुनेछ। त्यसै गरी अर्को रहेको अब चाहिँ एकदमै महत्त्वपूर्ण प्रश्नहरू जुन इक्जाममा सोध्ने हुनेछ। महत्त्वपूर्ण प्रश्नहरू यस्तै खाले परीक्षामा आउने सक्ने सम्भावना छ है साथीहरू। पहिलो रहेको छ सङ्गठित संस्था भनेको के हो। यसको बारेमा यहाँ भन्न सम्भव छैन, तर तपाईँले एकदमै राम्रो तरिकाले त्यहाँ प्रस्तुत एकदमै राम्रोसित सार्नु होला है। तपाईँ एकचोटि हेरेर जानुहोला। अर्को रहेको छ सङ्गठित संस्थाका 2 विशेषताहरू। तपाईँले बुझ्नुभयो होला, त्यसको बारेमा विशेषता लेख्नु होला, विशेषताको बारेमा पनि अलिकता चर्चा गरिदिनु होला। त्यसै गरी प्रश्न नम्बर 3 सङ्गठित संस्थानका 3 उदाहरण लेख्नुहोस्। उदाहरण लेखेपछि त्यसको अब इर्तगिर्त सबै तपाईँले
लेख्नुपर्ने हुन्छ, मात्र त्यो उदाहरण लेखेर हुँदैन है। तपाईले आफै बुझ्नुपर्ने हुन्छ। यो प्रश्नहरू महत्त्वपूर्ण रहेका छन्। त्यसैगरी सङ्गठित संस्थानको उद्देश्यहरू के हुन्? उद्देश्यहरू मैले अघि नै भनिसकेँ। तपाईले उद्देश्यहरूको बारेमा भन्नु होला अलि राम्ररी हैन। अनि त्यसैगरी 5 नम्बर रहेको छ सङ्गठित र असङ्गठित संस्थान बीच फरक लेख्नुहोस्। सङ्गठित संस्था कुन हो, असङ्गठित संस्था कुन हो, त्यसको बारेमा तपाईले राम्ररी अलि लामो क्वेसन भएर प्रश्नहरू सार्नु होला है। किनभने अब जति दिएको छ त्यति मात्र नलेखे अरू तपाईँ थप्नुहुन्छ भने त्यो चाहिँ इफेक्टिभ हुन सक्छ। तपाईले यी प्रश्नहरू जानेर गएर हेर्न सक्नुहुन्छ। आफ्नो एकचोटि प्र्याक्टिस गरेर जानुहुन्छ भने बल्ल तपाईको लागि धेरै नै महत्त्वपूर्ण हुनेछ। र यसको साथसाथै हामीले 3वटा अरू प्रश्न रहेको छ। 8 प्रश्न मैले यहाँ राखेको छु महत्त्वपूर्ण प्रश्नहरूमध्ये। तपाईले एकचोटि हेर्नु होला, यही सम्बन्धी आउँछ है। त्यसैगरी प्रश्न नम्बर 6 गैर सहकारी सङ्गठित संस्थाको भूमिका उल्लेख गर्नुहोस्। देश विकासमा गैर सहकारी संस्थाहरूको भूमिका लेख्नुहोस्। त्यसैगरी सङ्गठित संस्थालाई कानुनी मान्यता किन आवश्यक हुन्छ, यो तपाईले जान्नुपर्ने हुन्छ। कानुनी मामलामा तपाईले बुझ्नुपर्ने हुन्छ हैन। त्यसैगरी अर्को रहेको छ अन्तिम प्रश्न सङ्गठित संस्था समाजको विकासमा कसरी योगदान पुर्याउँछ अथवा योगदान खेल्छ। तपाईले यी प्रश्नहरू एकचोटि तपाईले बुझ्न सक्नुहुन्छ। हरेक पेपरमा आउँछ, हरेक लोकसेवा अथवा शिक्षक सेवा आयोगमा आउँछ है साथीहरू। यो हेरेर जानु। सङ्गठित संस्थाका अब्जेक्टिभ प्रश्नहरू जुन महत्त्वपूर्ण रहेका छन् परीक्षाको दृश्यले। सङ्गठित संस्था भन्नाले के बुझिन्छ, दिएका मध्ये 4 अप्सन मध्ये तपाईले चुन्नुपर्ने हुन्छ। अब 4वटा मध्ये यो रहेको छ, टिक लगाइएको छ। प्रश्न नम्बर सी उद्देश्यका लागि कानुनी रूपमा दर्ता गरिएको संस्थालाई सङ्गठित संस्था भन्ने बुझिन्छ। त्यसैगरी प्रश्न नम्बर 2 रहेको छ सङ्गठित संस्थाको मुख्य विशेषता के हो, यसको राइट एन्सर रहेको छ सी निश्चित संरचना र नियमावली हुने। सङ्गठित संस्थाका यी चाहिँ महत्त्वपूर्ण प्रश्नहरू हुन्। तपाईले टिक लगाएको जति राइट एन्सर हो भनेर बुझ्न सक्नुहुन्छ है। अब यहाँ तपाईले 4 अप्सन दिएको हुन्छ, जस्तै तपाईले त्यहाँ पनि 4 अप्सन दिएको हुन्छ। ओमार सिटमा तपाईले राम्ररी फिल गर्नु होला है। कुन राम्रो कुन राइट हो कुन रङ हो तपाईले आफै छुट्याउनु होला। यो यसको मतलब आधारभूत यो संरचना अनुसार यो बुझ्न सक्नुहुन्छ है साथीहरू। र यस्तै हामीले अन्तमा राखिदिएका छौँ। र जति पनि साथीहरू यहाँसम्म हेर्नुभएको छ उहाँलाई मुरी धन्यवाद भन्दै म आफ्नो अर्को भिडियोमा भेट्नेछु। र साथै म भन्न चाहन्छु कि यहाँहरूले यहाँसम्म हेर्नुभएको होला भने पक्कै पनि उहाँहरूलाई क्लियर भइसक्यो होला कि यो यस्तै खाले प्रश्नहरू सोध्ने छ। र यही परीक्षामा मात्र होइन, लोकसेवाको जुनसुकै परीक्षामा पनि यस्तै प्रश्नहरू सोध्ने हुन्छ। लिखित पनि हुनसक्छ। लिखितमा तपाईँले मैले भनेअनुसार जसरी तनी तपाईँले लेख्नुपर्ने हुन्छ। अनि तपाईँले अब्जेक्टिभमा चाहिँ कुन राइट हो कुन रङ हो एकचोटि छुट्याइसकेपछि अर्कोचोटि मिल्दैन। एकचोटि टिक लगाइसकेपछि एकचोटि फिल गरिसकेपछि अर्कोमा फेरि नगर्नु होला, त्यो रङ नै हुन्छ। त्यो सम्पूर्ण जानकारी लिन सक्नुहुन्छ यहाँबाट। तपाईँले अब उमार सिटमा राम्ररी फिल गर्नु होला। मैले त्यसको भिडियो अपलोड गर्नेछु। र फेरि तपाईँले यहाँसम्म अब के सिक्नुभयो, के राम्रो लाग्यो तपाईँले अवश्य नै भन्नु होला। म यसबाट धेरै नै इन्स्पायर हुन्छु तपाईँको अब कमेन्टहरू हेरेर। र मसँग केही अहिले गल्तीहरू भएको छ भने क्षमा प्राप्ति रहेको छु। र साथै भन्नु होला कहिले मैले के यसमा अब चेन्ज गर्ने पर्ने हुन्छ कि मेरो डिभाइसहरू अहिले विक छन् भन्नु मतलब मैले यो आवाज चाहिँ अनि यसमा नजानु होला। कृपया फोकस गर्नु होला आफ्नो परीक्षाप्रति। किनभने अब हामीले धेरै नै सुधार अब दिनदिनै गर्नेछौँ। र यहाँसम्म सम्पूर्ण साथीहरूलाई हृदयबाट धन्यवाद। थ्याङ्क्स फर माई वाचिङ भिडियो एन्ड सब्सक्राइब।